ब्लग चाहिँ हाम्रो नेताजीमा पुगोस् भन्न चाहन्छु। अझको दिनमा के हुन्छ त अरू कुरा थाहा छैन, त्यही भन्न चाहन्छु गाइज। सक्दो सेयर हान्नु होला। नाम के हो तिम्रो? लगभग धन्नै 5 अलिक बजेन रहेछ। ल यतिखेर चाहिँ सक्यो हाम्रो। सो आई होप सबैजना सन्चै आराम होला। आजको न्यू मिनी ब्लगमा म के भन्न आएर छ भने साथसाथै प्लस होइन, आज हाम्रो ट्रक्क लाएर यसो गोर जोत्दैछु। ब्लग चाहिँ अन्तिमसम्म हेर्नु होला के हुन्छ गाइज, त्यही भन्न चाहन्छु। फर्स्ट अफ अल भन्दाखेरि सबजनालाई गुड इभिनिङ भन्न चाहन्छु। ट्रक्क लाएर आज चाहिँ म घरबाट निस्किन लागिसकेको अवस्थामा छ। अहिलेको अवस्था पुरा घाम लागिसकेको छ, यस्तो भएर छ ट्रक्क लाएर गाइज। सो वाट्सअप गाइज, चक्का अब निस्किन लागिसकेको छ है गाइज। मकै हाल्नुपर्ने छ आज चाहिँ। टक्क दिनु छ भने चाहिँ यस्तो छ हाम्रो चाहिँ गाइज, त्यही हो। यसो टक्का हुँदैछ आउँदैछ। अब हामी निस्किन लागिसकेका गाइज। ल हामी चाहिँ टक्क अब यसो निस्किसकेको अवस्थामा छ। हाम्रो चाहिँ यस्तो छ बाटो चाहिँ, फेरि खतरा एकदम राम्रो छ हाम्रो चाहिँ बाटो। पछाडि मकै बोकिरहेको छ गाइज। यहाँ आँप पनि छ, आँप चाहिन्छ भने यसो सम्पर्क गर्नु होला। यसपालि धेरै फलेन रहेछ यार, फल्न त फलेछ। के छ हामी चाहिँ यसो फेरि भारी बोकिहाल्छ फेरि फुजिन ओर्नु नि यस्तो अन्त फेरि बोक्नु परिहाल्यो। ल हाम्रो चाहिँ यहाँ नेर्जुर झरना, भोलि वर्ष यस्तो झरना दामी हुन्छ। यहाँ यस्तो दामी भएर झरना हाम्रो चाहिँ यस्तो छ। यहाँ सानो फुचे पनि यहाँ जाँदैछ। जाँदैछ यार, यस्तो सानो फुचेहरू पनि छ। जे टक्क निकै हुन्छ आजको गोर जोताइ हाम्रो। भ्लग चाहिँ अन्तिमसम्म हेर्नु होला छ अझ हाम्रो गोर जोताइखेरि होइन गाइज। त्यो पनि यसो हेर्नु होला, के भन्न चाहन्छु गाइज। फाइनली ल सिस्नुहरू चाहिन्छ भने सम्पर्क हान्नु होला मलाई, कन्ट्याक्ट हान्नु होला। ल हाम्रो चाहिँ यस्तो भइसक्यो टक्क। ल अझै यता आइसकेको छ, अझै उता जानुपर्ने हुन्छ। जो चाहिँ फेरि नजिक छैन नि त फेरि, त्यही हो क्या। फुजिमचुरी जानु आएको नि छेकपला छेकमा हाल हे तेरि क्या। के छ विजय टक्क यता आइसकेको छ। अहिले चाहिँ घरबाट निस्केर माथि घरमा आइसकेको छ हामी चाहिँ टक्क लाएर। यस्तो फलिरहेछ आज भोलि। वाह तलपट्टि गयो अरे यस्तो छ फेरि हाम्रो चाहिँ यहाँ। यसरी यहाँ के गरेछ धुवाएर छ अरे हाम्रो यहाँ। के छ कतैमा लग्यौँ यहाँ। अझै हामी माथि पुग्नुपर्ने हुन्छ यहाँ माथि पुग्नुपर्छ गाइज। यस्तो छ हाम्रो चाहिँ एकदम बबाल। ल हामी चाहिँ टक्क आधी बाटो आइसकेको अवस्थामा छ है हाम्रो चाहिँ। यहाँ यस्तो फेरि दामी छ त फेरि गाइज बाटो त फेरि यस्तो छ। यता पनि तल फस्टिएको छ,
यतापट्टि हामी जाँदैछ अझको दिन यसरी हाम्रो चाहिँ बित्दैछ क्या फेरि काम गरेर मिट्दैन के न के चाहिँ गरेर बित्दै हुन्छ गाई आम्मा हो हाम्रो चाहिँ यस्तो सानो यत्रो फुचिर पनि यार गोरु जोत्ने रे आज आएर छ यार सक्छ सक्दैन यार स्वादिष्ट अवस्थामा छ हाम्रो सो आई होप सबैजना सन्चै आराम होला हामी चाहिँ टक्क अब निस्किन लागिसकेको छ अझै त्यहाँ उता आइपुगिसकेको छ गाइज गाह्रो छ त गाह्रो छ हाम्रो यार गाउँले जीवन यस्तै छ केटा हो जस्तै छ क्यार्ने त गाह्रो छ पिचक छ रे यसरी बोक्नु परिहाल्छ गाह्रो छ गाइज हेर्नु जे गर्दा नि भएन यस्तै छ जिन्दगीमा हाम्रो गाउँले जीवन यसरी बित्दैछ हाम्रो चाहिँ यसरी गोरु जोत्ने कहिले के खन्ने कहिले के अर्ने अझ भोलिको सिजन यस्तै छ त्यसपछि फेरि मकै फरिसकेपछि हाम्रो फेरि भोलि पर्सि गोडमेल हुने पनि सिजन आउँछ अहिलेको सिजनमा चाहिँ यस्तै छ मकै छाड्नु पर्ने बाटो चाहिँ यस्तो छ हाम्रो आमा हाम्रो यस्तो छ फेरि अवस्था अहिलेको नेपालमा हलचलको अवस्था ल अब चाहिँ निस्किन लागिसकेको अवस्थामा छ अब हामी चाहिँ कतिखेरसम्म अझको एक दिन चाहिँ हामी यता गोरु जोतेर चाहिँ हामी यता दिन बिताउने वालामा छ गाइज अझको दिनमा के हुन्छ त यसो हेर्दै जानु होला अनि टक्क 8 लगभग 8:41 भइसकेको अवस्था रहेछ टक्क हामी चाहिँ 8:41 मा बारी निस्किसकेको अवस्थामा छ गाइन्छ यहाँ यता उता चाहिँ भात दुईटा चाहिँ जोत्नु पर्ने हुन्छ कति भारी त यार गाइज गाह्रो छ पालो उता जोत्नु पर्ने हुन्छ त्यसपछि यता जोत्छु हामीले तल फस्ट्याएको छ हाम्रो गाइज ल हाम्रो चाहिँ अहिलेको अवस्था यस्तो छ ल हाम्रो गाउँको प्रिय नेताज्यू हामीलाई चाहिँ छिटोभन्दा छिटो हामीलाई चाहिँ रोड छ यहाँ नभए यहाँ राम्रो हुँदैन त्यही भन्न आशा गर्दछु यो हाम्रो ब्लग चाहिँ हाम्रो नेताज्यूसम्म पुगोस् भन्न चाहन्छु किनभने हाम्रो गाउँको यहाँ बासिन्दालाई धेरै रोडको अभावको कारणले गर्दाखेरि धेरै यहाँ दुःख पाएको छु सक्दोभन्दा सक्दो सेयर हान्नु होला गाइज त्यही भन्न चाहन्छु हामी चाहिँ अब के गर्ने रोडै नभएर चाहिँ हाम्रो गाउँको बासिन्दा चाहिँ एकदम यहाँ बिजोग भइरहेछ हामीलाई चाहिँ धेरै समस्या भइरहेछ अब समस्या भइरहेछ किन भन्दाखेरि यहाँ हाम्रो अब चामल पसल जानु पनि धेरै टाढो छ बाटो नभएर यस्तो डेन्जर बाटो छ सक्दोभन्दा सक्दो हामीलाई यहाँ रोड चाहियो अरू कुरा थाहा छैन त्यही भन्न चाहन्छु गाइज सक्दो सेयर यस्तो छ अहिलेको अवस्था हाम्रो यस्तो छ तल भने हाम्रो यहाँ रोड छ तल फस्ट्याएको छ हामीलाई यहाँ यता रोड चाहियो त्यही भन्न चाहन्छु गाइज अरू कुरा थाहा छैन यस्तै छ अहिलेको हलचल ल यस्तो छ टक्क यहाँबाट यता टक्क हामीलाई चाहिँ यहाँ
यहाँसम्म गाउँको लागि चाहिँ ट्रकको रोड चाहियो त्यही भन्न चाहन्छु। हामी चाहिँ अब यहाँ सुरु भइसकेको छ। यो तल यसो टक्का यहाँबाट जोत्दै आउनुपर्ने हुन्छ त्यही हो। ल यो चाहिँ हाम्रो नयाँ सिस्टम हो, यसरी पानी थाप्ने सिस्टम एकदम बवाल छ अरे बे। यस्तै हो हाम्रो चाहिँ यहाँ त्यो पानी थाप्न आएको, त्यसपछि पानी उता लानुपर्ने हुन्छ पानी त्यो। ल ड्रिङ्किङ वाटर हामी चाहिँ यहाँ वाटर थापेर सके अवस्थामा छ। ल के छ तिमीलाई? पानी चाहियो। ल ल पानी चाहियो रे। मैले चाहिँ पानी थपेर त ल्याइसकेको अवस्थामा छ। अब चाहिँ हामी पुरा गोठ जोत्नको लागि दमादम काम चाहिँ सुरु हुनेवाला छ गाइज। ल अब लेट्स गो। अब यहाँबाट सुरु हुन्छ। ल हो के गर्ने त ब्रो, पछाडि यस्तो बोक्दैछ हामी चाहिँ किनभने गोठ जोत्नको लागि चाहिँ लग्दैछ गाइज। यसपालि चाहिँ हामीले मल पनि ओसारेन, खत्तम जिन्जी अवस्थामा भयो। यसपालि जेन्जीले खत्तम बनाइदियो। अहिलेको अवस्थामा खत्तम जिन्जी फ्लास भयो। क्या गर्ने त गाइज, यस्तै छ ब्रो। हाम्रो चाहिँ यहाँ तल जान नमानेर यस्तो अवस्था भएर चाहिँ फेरि ल ल जा जा के त माने त एउटा त गयो। ल ल तल गयो एउटा गएन फेरि यस्तो बाटोबाट फेरि ल गयो यो त यति गाच्छौँ। ल गाइज हामी चाहिँ अब ठक्क अवस्थामा पुगिसकेको छ। अब क्या फेरि जोत्नु पर्ने हुन्छ। ल धमाधम जोतिन्छ अझ हामी चाहिँ। ए जाने नि यसले त यार यति क्या। ल हाम्रो फेरि यत्रो ल कति वर्ष भयो तिमीलाई? कति 10-11 वर्ष भयो जे यत्रो बच्चाले पनि यसो गर्छ यार, गोठ जोत्छ यार हाम्रोतिर चाहिँ। अनि के गर्छ जोत्छ कि जोत्दैन यत्रो सानो खुच्चीले पनि, त्यो पनि कमेन्ट हाल्नु होला। हाम्रोतिर चाहिँ जोत्छ त्यही हो। हाम्रोको अवस्थामा चाहिँ के भन्दा जोत्नु पर्ने अवस्था छ। यस्तो छ अहिले चाहिँ यहाँ जोत्नु पर्ने हुन्छ गाइज। हाम्रोतिर चाहिँ यत्रो बच्चाले पनि यार जोतिरहेछ, गोठ जोतिरहेछ गाइज। के भन्न चाहनुहुन्छ तपाईँहरू? अहिलेको कलियुगमा यस्तो छ, तर सानो बच्चाले पनि यसरी गोठ जोतिरहेछ। तपाईँहरूतिर चाहिँ छ कि छैन यसो कमेन्ट हाल्नु होला। ल हाम्रो चाहिँ यति भइसकेको अवस्थामा छ गाइज। ल नाम के हो तिम्रो? ल हामीले तल यता सकिसक्यो, यति सकिसक्यो। अब माथि लानुपर्ने हुन्छ, यति सकिसक्यो। पत्ता आएन यसलाई। ल हाम्रो चाहिँ यस्तो तल सकेको अवस्था, फेरि माथि यस्तो लानुपर्ने अवस्थामा छ यहाँ। यस्तो यस्तो भएर छ गाइज। ल बोतल लिनु प्लेन आरेनलम ल जा। ल गाइज हाम्रो तल सक्यो, यता सक्यो। ल फाइनली हामी चाहिँ अब यहाँबाट टक्क लाएर माथि फेरि जोत्नु पर्ने हुन्छ। ल यता आइसकेको छ गाइज। यस्तै छ, हामी चाहिँ यता अब सकाएर अझै उता बाँकी छ यो गाइज। ल गाइज हाम्रो चाहिँ उतापट्टि सक्यो र हामी यता सारेर पनि यति
गरिसकेछौँ है। फेरि यहाँ माथि लग्न खोजिरहेछ यस्तो भएर छ। हाम्रो हलचल तल फर्स्ट गाडी चल्दा ओहो यसले त खजाना गरिरहेछ रे। त्यो त बहुत खतरनाक गरिदिएछ यार। ल हाम्रो चाहिँ अब यहाँ हात्ती सकिसकेको अवस्थामा छ। अब धेरै खोसै छैन, सकिन लागिसकेको छ। यसो टक्क रेस हान्दै छ अब गाडी। सो फाइनली हामीले टक्क सक्यो। ल सकेको अवस्था जिन्जी भयो जो। ल यहाँ त भएर त सक्यो। कति बज्यो लगभग धन्नै 5 अलिक बजेन रहेछ। ल यतिखेर चाहिँ सक्यो हाम्रो चाहिँ। त्यो फिनिस भइसक्यो अवस्थामा छ। नि घाम पनि यति यस्तो भइसक्यो गाइस। अझको भ्लग चाहिँ सकिसकेको छ। त्यही गाइस। ल अर्को पनि आउँदै गर्छु, यसो हेर्दै गर्नु होला।